साइबाट गयो दाइबाट बातका पुग्यो मैतल लत्तकै दुलेनलाई अनि यहाँ चाहिँ भुन छ यहाँ भुनमा चाहिँ भित्र पुरा कोठो जस्तो छ के यहाँ भित्र चाहिँ जान मिल्दैन भन्ने छ हैन यहाँ चाहिँ भित्र पुरा कोठो 6 वर्ष आउनुभयो चाहिँ 4 विषय 1 विषय 2 विषय भन्ने तपाईँ पालाउनु थिएन र थियो हो 4 विषय 6 वर्ष आउनुभयो छ 4 विषय 6 वर्ष बाजाले पनि धराल्ने त्यहाँको बाजाले गुफामा पनि झार धुपु गर्ने गर्छ गन्ता गर्ने मान्छे भएन कि गर्ने घटर निकै जातो घुमाउन एक दिन काम गरे कति पैसा दिन त्यहाँ 4 रुपैयाँ 5 रुपैयाँ 4 रुपैयाँ 5 रुपैयाँ दिनभरि काम गरे हो हेलो साथी सम्पूर्णमा नमस्कार है आज हामी चाहिँ म यता यो मैदु पोखराको सिद्ध गुफा भन्ने ठाउँमा आएको छु हैन यहाँको छोटो भिडियो एउटा तपाईहरु समक्ष चाहिँ यो भिडियो हालेको छु हैन यहाँ चाहिँ सिद्ध गुफा भन्ने ठाउँ छ एकदमै पुरानो यहाँ चाहिँ यस्तो खालको छ हैन यहाँ चाहिँ यस्तो खालको एउटा भुन छ छ हैन यो सिद्ध गुफा भन्ने हो यो मैदु पोखरा नजिक मैदु पोखरामा नजिकै यो गुफा अनि छेउछेउमा पुरा बान्नु ला जस्तो देखिन्छ छेउछेउमा पुरा बान्नु अनि त्यसै गरेर रुख बिरुवाहरू पनि छन् यहाँ तपाईको नाम क्या हो तपाईको नाम क्या हो नाम बलजित ओली हजुर 84 वर्ष भइजानु भयो त हजुर 84 मा अहिले 2 वर्ष बाँकी छ 84 पुगिन 84 पुग्दैन अहिले भ्याउ 2 वर्ष छ त्यहाँ म थप्नु 86 वर्ष हुनुभयो त्यसै अझै 84 पुग्यो 86 हुनुभयो त 86 त्यो बनाइदिउँला 2 वर्ष बाँकी हो बच्यो नि हो त्यही 4 विषय 6 4 विषय 6 वर्ष आउनुभयो छ कस्तो गरे 4 विषय 6 वर्ष आउनुभयो चाहिँ 4 विषय 1 विषय 2 विषय भन्ने तपाईँ पालाउनु थिएन र थियो हो 4 विषय 6 वर्ष आउनुभयो छ 4 विषय 6 वर्ष पहिला जमानामा र अहिले जमानामा के फरक मान्नुहुन्छ अहिले जमाना मलाई त धेरै बेसी राम्रो लाग्यो छ मलाई अहिले राम्रो लाग्यो कि पहिला हुन्छ राम्रो कुरा सबै जनता हो सबै राम्रै हुन्थ्यो हजुर तर अहिले गरिब यताउतालाई अहिले सरकारले सहयोग पनि गरे आउँछ अब भत्ता सत्ता दिन्छ यताउता बिर्सिए हजुर मिले भाइ त्यो रोल भने अति राम्रो मैले आउँछु मैले सिद्ध गुफा छ नि त सिद्ध गुफा यहाँ पूजारुवा घरतिर सिद्ध गुफा आउँछ त सिद्ध गुफा क्या सिद्ध गुफा सिद्ध गुफा छ नि त त्यहाँ पहिले त्यस्तै थियो कस्ता थियो पहिला हाम्रो अगरिया लागेछ मध्यनगरलाई अब मैले त अब यहाँ जन्म मेरो हुँवा पर्यो हरूमा अब के 40 मा आयौँ यहाँ तपाईँ आउने बेला ती सिद्ध गुफा कहिले पूजा पाठ गर्दै क्या थियो कसो पनि थियो कहिले पानीसानी आयो कहिले सुमो के उठ्यो भने के बिमार आयो भने देउताले त्यो गुफामा झार हाल्थ्यो यहाँ सिद्ध गुफामा त्यसै बेला अब छोडिदिए नयाँ जमाना आयो त्यसैले अहिले छोडिदियो अब त केही प्रब्लम हैसी आयो भने त्यो बाजाले पनि धराल्ने त्यहाँको बाजाले
गुफामा पनि झारझुप गर्ने गर्थे गन्त गर्ने मान्छे भएन गर्ने मान्छे ऐजाल पनि त रचन त गुफा सुपा भित्र क्या कोठा जस्तो बाहिर एउटा तपाईले थाहा पाउने बेला तिमी त्यस्तै थिए त्यस्तै थियो त्यस्तो अझ पनि त्यस्तै छन् नि त्यस्तै छ म थाहा बेला त्यस्तै थियो अहिले पनि त्यस्तै छ पहिला यहाँबाट घट्ट पिस्न कहाँ जानुहुन्थ्यो घट्ट पिस्न क्या पिस्न कहाँ जानुहुन्थ्यो पिस्न कि सुमरा जिउला के त्यसलाई डोहरा जिउला के रौचा जिउला रौचा पिस्न नि राउँचो पिपरा उठ्छ खुला पैसा राख्नु भएको छ 50 राउँचो पिपरा जाने काला कोतला के गर्नु 500 तल जानु घट्ट पिस्न दुलो होला जिउला हालेपछि हुन जाने बजार जाने कहाँ जानुहुन्थ्यो के कपडा सपडा किन्न नुन तेल बेसार किन्न पहिला कहाँ जानुहुन्थ्यो पछि अलिअलि यो जमुना आदिको नै यो सर कोइला जमुन कोइला अब कोइला डोगीमा नेपालमा गई भाडालाई ल्याउँछ के शब्दहरू केहरू कोही गाउँले दोगोनाले क्या त्यसै गर्दा 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 अहिले बढ्यो हुन अहिले बढ्यो कति दिन लाग्थ्यो नेपालगञ्ज जान तपाईँलाई नेपालगञ्ज जान कति दिन लाग्थ्यो यहाँबाट हमारा भारी सीधे 11 दिन वहाँ पुग्ने नेपालगञ्ज हमारा मर्चा भारी सुटा भारी पूरा भारी पुग्ने दिनमा हर्दैन त्यो दिनमा 11 दिन उता सुनाइ गरे पनि 8 दिन 9 घर आउँछ नुन ल्याइन नुन बोका मर्ने गरी बोकिन दुःख त दुःखै थियो दुःखै हो अहिले सजिलो छ कहाँबाट बिहा गर्नु भ्या हजुरले बिहा कहाँबाट गर्नु भ्या बिहा मेरो उयो अरूमा खोला बसाइ पनि उयो बिहा पनि उयो पछि तपाईँ आउनु भ्या कि तपाईँ बुवा आउनु भ्या त यहाँ पहिला साथै आएको बुवा आउन म छोरो अरू भाइ पनि वहाँ बस्या 2 भाइ म यता आएँ 2 भाइ यता आएँ आजभोलि त एकै दिन आएकै नै आइजान्छ नेपालगञ्जबाट त्यो त मजा भयो नि हजुर पहिला बिहा गर्ने क्या बिहा गर्ने बेला डोली सोलीमा हाली ल्याउँथे अहिले त क्या गाडी घोडामा ल्याउँछन् डोलीमा तपाईँहरूले कस्तो ल्याउनु भयो तपाईँले कसैले त्यो कुम्लामा बोकी ल्याउने मर्ने गर्ने चाहिँ कहिले खटोलियो खटोलीमा अहिले पूजा थोरै पुजी भयो त्यसले खटोली ल्याउने नदी आएर साइबाट गयो बिहानबाट भातका पुग्यो मैताल लत्त कहिले दुलैनलाई जमाना धेरै फरक छ तपाईँले कस्तो ल्याउनु भयो त तपाईँले कस्तो ल्याउनु भयो त बिहा गरे तपाईँले के ल्याउँदाखेरि बोकिन ल्याएको तपाईँले बोक्नुभयो कि जन्ती गाले स्टोरले हाम्रो स्टोर भएपछि स्टोरले उसलाई जुन चाहिँ ल्याउनु पऱ्यो हाम्रो स्टोरले बोकी ल्याइदिने बोक्ने भयो भने केही सुक्नु दुख्नु भयो भने के गरिब गुरुवा भयो भने अहिले त हेऱ्यो गाडी त्यो धेरै फाइदा छ हेर्नु त्यो धेरै गुण छ त्यो रीति बान्ने त्यो एउटा सालमा यो साल बन्ने होला नि ठहराउँछु मुनमा अधिकारले तनास यो कदम उठाउने हुन गऱ्यो भने चाहिँ अहिले सुन्छु मैले सुन्छु म बैठ्यो भयो नि ठुलो ब्याङ्कर गरे कोही सोचे त्यहाँ जाने कोही बिन्ने सबै थाल्थ्यो भयो माओवादी सबै आए सबै आएर अहिले निर्णयमा मुनमुन अधिकारीले बुढा बाटोलाई वृद्धहरूलाई भत्ता दिनुपर्छ अधिकार तिमीहरूलाई हुन्छ त्यो एकदमै राम्रो काम भयो त्यो एकदमै राम्रो भयो राम्रो सरकारीमा पहिला 500 दिन्थ्यो 800 अहिले 1200 दिन्छ त कमाउन क्या इन्डिया जानुभयो कि नै 2-4 वर्ष त गएँ धेरै गएँ म गएन बसिनँ म अब पछि जाने छोराहरू गइजाने यो त अब जान्छ त्यो 2 भाइ छोरा 3 भाइ छोरा साइला हिउँद गयो भने काला पार छोरा गयो होइन इन्डियाको ढ्यारी कति थियो त्यतिखेर ढ्यारी एक दिन काम गरे कति पैसा दिन्थ्यो 4 रुपियाँ 5 रुपियाँ
4 रुपियाँ 5 दिनभरि काम गरे हो दिनभरि काम गरे म पनि कहाँ महँगो थियो र पछि पो बढ्दै गयो यहाँ पनि 2 रुपियाँ 2.5 रुपियाँ हो कोही चलाउनु नभए पैसा नै के पहिला त के तपाईँले थाहा पाउने बेला यहाँ पनि यस्तो गाउँघर छ त आजभोलि यहाँ त जङ्गल थियो होला पहिला यहाँ जङ्गल पनि थिएन हुनु हो बाहुनका पाल्थ्यो यो सब बाहुनको जग्गा भयो क्या हजुर हजुर बाहुनको जग्गा त्यस्तो रियाज भएको त्यस्तै होइन यिनी अब बाहुनहरूले अझिया लाउ पनि दिए त्यही उफारो गयो त बेच्ने भएर आएन देशहरू बसी आउँ हामी बसी आउँ यस्तै गाउँघरमा रोड आउनन् अनि गाडी घोडा आउँछन् भन्ने त कहाँ थाहा हुनु नि पहिला कहाँ त्यस्तो होला भन्ने जस्तो यहाँ डोरा अब गाडी आउला पचाउँदैन त्यहाँ यहाँ गाडी आउने हो भन्दाखेरि यसलाई गाडी हिँड्दै ल्याइदिनु गाडी आउँछ अब त्यहाँसम्म गिल्ली हुन्थ्यो नि मैले नपचाएको कुर्ला ढाकामा गाडी गइरहेको मैले नपचाएको कुरामा चाहिँ मैले एउटा अहिले त अब नि कुर्ला ढाकामा कहिले गाडी आउला यहाँ कहिले पाहाडमा भने मैले नपचाएको कुरा मैले पनि भनेको कुरा मेरा देख्दै देख्दै त्यही गाडीमा आउनु पऱ्यो यहाँ यही सहरमा आउनु मैले थाहा पाउने बेला कस्तो थियो कस्तो थियो मैदो पोखरा त्यहाँ पोखरी थियो कत्रो ठुलो थियो कि यो ठुलो देखेर खनियो त पनि त्यही हिलो सुलो भ्यायो डम्म पोखरी भैँसा गाईहरू गएर पानी खाने खाली बस्ने त्यहाँ त पहिला जल्काउँथ्यो गरे नि सासा झुसुक्क हुने बेला कहिले कहिले हुन्छ भने त्यहाँ कहिले कहिले त्यहाँ देउता सुन्ने कहिले के खौटुङ्गा पऱ्यो भने के त साइन जस्तो हुने त्यो बिडुङ्गा पऱ्यो भने पोखर देउता सुन्ने एउटा कुरा सिद्धको भए हजुर कसेल त त्यो भनिरहेछ नि त त्यहाँ कहाँ द बन्न लाथ्या भन्छ नि त अहिले त त्यहाँ द बन्न लाथ्या गरे के हो फेरि पुरै अब बनिसक्नु लागि आउँथ्यो त पानी जेलमा सुक्दैन थियो हजुर सुक्दैन थिएपछि अब त्यो पानी बर्खा पनि तलाउ पऱ्यो जेलमा के खाइन्थ्यो लालाबाला जान्थ्यो अब अहिले के भयो भने गहिलो पऱ्यो बोल खेल्ने ठाउँ भयो विद्यार्थी बन्ने ठाउँ भयो त्यसो पनि पुरै दिइहाल्छ अहिले पुर्यायो नि त्यहाँ त्यो तपाईँलाई थाहा छ हजुर हजुर त्यो अहिले त पुर्याएको छैन त्यो दही बन्ने ठाउँ हो उनीहरू आउनु आएन अब आउँदाखेरि आएर गरे त्यहाँसम्म आयो देउते चाहिँ आएर त्यहाँ आउनु साथमा अब भाले कुकुर नगरे आएपछि त्यहाँ बस्ने भालेले कुकुरी गऱ्यो भने मेटिएन भन्दै त्यही भएर यहाँ आएको यहाँ भाले बसेर भाले बसी आत्तिका हुक्का पानी छोडी आउनु त्यहाँ हुक्का पानी हुक्का पानी अब गयो दगैयो हुन्छ त्यहाँ छोडियो दगैयो त्यो भया गएर भन्छ नि हामी पछाडि आउँ पहिला उठेर त्यहाँ गएर त्यहाँबाट उहाँ गएर त्यहाँबाट उठेर उहाँ दह बनायो हुँ भयो देउ त हुँ भयो नि त्यही पनि यहाँ पनि अहिले सत्य पनि छ नि यो ठाउँमा अहिले सत्य पनि छ हामीले जान्नु पनि पर्छ रेती हामी भयौँ अहिले त्यो टोइलेट गर्न धेरै धन्यवाद छ हजुर लोड ल्यायो त्यो लोटेसमा नि पुत्रमा मुला हाल्दै जङ्गल भाइ जानु पऱ्यो अहिले त रातमा नै भाइ जानु परेन हजुर ब्याङ्क बनाइदिए नि ब्याङ्कै चाहिँ भन्नु होइन हजुर हजुर ब्याङ्कै हो यो नहुने हुन्न यिनको चिरै बेचिन्न माथि भनिदियो सरकारले ठ्याक्क अहिले सजिलो छ दिशा जङ्गल यता जबै दिशा भने भाइ जानु भएन खोज्नु भएन जङ्गललाई फाल्ने दिशालाई ल्याउनु परेन हिँड्छन् भुलेर यो पनि रेती नआउन भने यो टोइलेट गराएर रेती पनि नआउन भने आउँछु अन्त 2 टा गराउनु भने आउँछु मैले टोइलेट टोइलेट किन एउटा त गरायौँ एउटा कहिले पानीमा चाहिँ कुछ ल्याउँछ त्यसै बेला एउटा ठाउँमा जानु पऱ्यो 2 ठाउँ चाहियो मेरो ज्ञानले अरू साथीभाइले के भन्नु अलिअलि भनिदिन्छु त्यही के हुनमा चाहिँ दिशा त तपाईँलाई मलाई लाग्यो उसो बेला ब्याङ्कमा दिएर जाने भयो
अब त्यसलाई त जानु पऱ्यो, त्यो पालो गर्नु पऱ्यो। त्यो पालोलाई के कुचुल्या हुन्छ त्यही पानी नै जानु पऱ्यो। त्यो गरमको पानी लिनु परेन, हो त्यही बेला खुवाइदिनु पानी दिनु पऱ्यो। सबै चालु गरेर राख्नु पऱ्यो। त्यो राख्ने पानीले बिगाऱ्यो त्यहाँ अल्प क्या हो भन्दा उही छोया पानीले हामीले झेल्छौँ उही यता गर्ने त्यो के अरे पानी डेल्नु पऱ्यो बुझ्नु भइहाल्यो। त्यो थाहा पार्नु पऱ्यो। सबै अघि राख्छन् अनि अब टोइलेट गइहाल्छन् म्याम। यो टोइलेट लोग्ने मान्छे उसपाइने मान्छे आनन्दै हो। पहिला राजा पाला राम्रो भन्नुभयो कि आजभोलि राम्रो भन्नुभयो त? आज पनि नराम्रो मैले आउँछु। पहिला राजा पालामा यस्तो थिएन, राम्रो थिएन, बजाउँथे कि के गर्थे राजाहरूले? अनि भाइ कुर्ती लगाउने यस्तो लगाउने के गरेर भन्ने दुःख गराउने नमान्ने नहुने कर लाउँथ्यो। ऊ चाहिँ आजकल धेरै राम्रो छ। कि यताउताबाट मैले त ठिक माने आउँछु है। ठिक माने आउँछु। भत्ता सत्ता दिन्छ होइन? भत्ता दिन्छ। अब मलाई दियो अर्कालाई दियो मलाई दियो भने अर्कालाई दियो मेरो मुना आउँछ त्यही। अरूले त भत्ता आयो बेला रक्सी खाएन पुरा फिटो भ्याउँछन्, तपाईँ रक्सी खानुहुन्छ होइन? खाइन्थ्यो अघि पहिला नै ऐझाल क्या ऐझाल नबुझ्ने टुक्क छ खानु। आफूले पनि छोरा हुँ अघि मैले पनि खानु थिएँ नखाएको नखान्छैन अझ खाइदिन। उहिले छोएको नजर भयो भत्ता भएन होइन गएर लट्काउने बोतल। ऐझाल त्यो चाहिँ रक्सी खानु न दुध खानुहुन्छ? दुध खानुहुन्छ? दुध खाइन्छ। दुध खाने बेटा आउँछु। ठिकै हो मैले पाएको सुन्छ भने दही दुध खानु पर्यो रक्सी भन्दा पनि हिस्टपुष्ट अलिकति। योमा जुन बिहान आएको छ रोगमा के गर्थ्यो त्यो पनि ठिकै छ। तपाईँसँग त यहाँ कोही छैनन् क्या नि यहाँ गाउँमा? तपाईँको उमेरका त कोही छैनन् क्या? नै छैन। यति रात दियो जानुभयो पोहोर स्वास्नीमा त हुनन् हाम्रो गाउँमा। लुगामा चाहिँ अहिले म जोड्नु अगाडि स्वास्नी मान्छे पनि को छ र कोही छैनन् क्या? छैन क्या लामो छोरा माइली हुनन् खार भन्ने भन्छ नि त अलि त अलिकति त्यहाँदेखि हाम्रा कान्छा बजा कति कान्छा हुन् तपाईँभन्दा? हो यहाँ छैन भने हाम्रो छैन हाम्रो सम्झु हुनुहुन्छ अलि त मैले पनि थोरै अब म त्यो ठाउँमा भयो वर्ष फाटेन अहिले त मैले पनि जेठा मैले जेठो मै हुँ जेठो मै हुँ यहाँको जेठो। भेट भ्या आउँछ कि नै आजभोलि? कति भयो भेट नभ्यायो? धेरै भइया म पनि काम नपाउने राम्रो काम गर्ने यो अहिले वाइवाई टाइपले गर्छ अगाडि गरेर यो अहिले धेरै वर्ष भइरहेको छैन। यो अहिले यो कान उड्यायो 1 वर्ष भएपछि यहाँ थियो कान नसुन्ने बसे कतिवटा त्यही बसे जी कटाउनु गर्ने आज गर्दै गर्दै 1 महिना भयो त्यहाँबाट यो कानले बिचाउने भयो नसक्ने भयो। त्यो त नसुने त के गर्ने अहिले तपाईँ बस्नु लाग्नुहुन्छ। तपाईँहरूका पाले क्या तपाईँहरू उमेरमा हुन्छ 17-18 वर्ष हुने बेला कता जानुहुन्थ्यो छोराटी बस्न? खुबै 20 वर्षदेखि उँधो त्यही बेला कहाँ जानुहुन्थ्यो छोराटी बस्न? गाउँमा अनि कतै टाढा कसोभन्दा टाढा दिनभरि नि 1 दिनभरि आउने अथवा गाउँमै थियो। हाम्रो गाउँमा भइयो यहाँ केटी हो कि केटी यता आइन् हाम्रै गाउँमा भनौँ। अब त्यो अहिले टाढा बजी त्यहाँबाट ढुल्नु पेपर गया यहाँबाट काँडा यहाँबाट गरिसम्म त्यो तपाईँ बिहा गर्ने बेला त्यहाँ चाहिँ त्यो बोगी ल्याउनु भयो ल्यायो त त्यहाँ चाहिँ बिहा गर्ने बेला बिहा गर्ने बेला तपाईँले यसलाई नै बोकीमा बरु भाङ्रा गातो पारी कुम्लो गराइ गराइले मलाई दिमा दिएर बोग्यो भने यतापट्टि पिठो हाल्यो बोग्यो बोगेले ल्याउनु घरले बोगेले ल्याए बाहुन बसाल्यो हाम्रो गर्ने हाम्रो जातले गर्ने काम गरे कोहीले बाहुन बस्छ कोहीले बाल्दै हाम्रो पनि इच्छा त पूजापाठ गरे बिहा गरे बस। कुल क्या मान्नुहुन्छ हजुरहरू? कुल देउता हामी चित्र लेखी
पछिका मान्छेलाई थाहा नहुन सक्छ क्या पछिका मान्छेलाई पनि थाहा नहुन सक्छ हामीले थाहा नभएन बाजेले नसिहाल्छ अहिले लाया कुल कर लाया आउँछ यहाँ पूजा गर्दा यो पूर्णिमा 2टा पूजा भइयो चितली कुल हाम्रो पाएको है कोहीको मौसमकाल पनि हुन्छ कोही के पनि हुन्छ एउटै हुने नै एउटा होइन तपाईँहरू एउटा अर्को हालेको उहाँको अर्कै होला कति भाइ छन् त छोराछोरी हजुरका छोराछोरी कति भाइ छन् एउटी छोरी जेठी माथि गएर अरूले साइला भन्छ नि त जेठी दिनले चिन्नु आउँछ माइली राखेको मैले त्यो भन्न चिनामा चाहिँ बोलाउनु भयो केही कुरा उत्तर दिनु पऱ्यो अब यहाँ भ्याएन गर्ने क्या केही लाज मान्नु जाँदैन केही ताकतले पनि भ्याउँदैन पच्चुकै बसाउँछु ध्यानगिरी बसाउँछु नि भन्दा दिनैभरि एक्लै बस्न त झ्याउ लाग्दो झ्याउ पनि लाग्छ धेरै बुझ्नु नि गर्छ अहिले बस्दिन पनि छोरा हो बोस्लो चाहियो के दावा चाहियो टाउको गरेर नि त्यो खाद्य बाँड्ने आजभोलि त आँखा नदेख्ने अब बस्लो चलाउन सक्ने कुरो भएन आँखा पनि देख्दिनँ आँखा 1 वर्ष भयो त आँखा अन्त अनि 1 वर्ष पुगेको थिएन के बिचरा भयो खोल्नु भ्यायो पहिल्यै खोल्नु भ्याएन आँखा त्यो त देखा जता पनि आफ्नो जता पनि हुन अब बाँचमा जतालाई जाल लगाएन हुन्छ क्या त्यो देख त भयो देखाएको कपडा सबै देखाएको त्यो ठहर लाउनु सक्छ आँखामा को बोलाइन्छ